परमेश्वरको आशीष दिनु। त्यसै कारणले गर्दाखेरि आज तपाईँहरू परमेश्वरमा भरोसा गरौँ। परमेश्वर तपाईँहरू मेरो जीवनमा आशीष दिनुहुन्छ, सहायता गर्नुहुन्छ है। परमेश्वरमा पहिलो प्रार्थना दिउँ, परमेश्वरमा राखौँ आफ्नो इच्छा चाहनाहरू उद्देश्यहरू। मैले नानीहरू बिहान भन्दै थिएँ, जति पनि उद्देश्यहरू छ जब माथि खोजी गरेर परमेश्वरमा राख्छ भने त्यो उद्देश्यहरू सफल हुन्छ। तर संसारमै हरेक कुरामा त्यहाँनिर संसारको कुरा धेरै थियो, ईर्ष्या, डाहा, क्रोध, अनि व्यभिचारको कुराहरू, अनि घमण्डको कुराहरू, हरेक कुरा छ संसारको कुराहरू। जब यो कुरामा हामी हिँड्छौँ भने तिम्रो उद्देश्य कहिले पनि समाप्त हुँदैन भन्यो। जब माथिको कुरा खोजी गर्छ, माथिमा भरोसा गर्छ, परमेश्वरले एक दिन तपाईँहरूलाई उज्यालो हुनेछ। हामी नसोचेको है, थाहा नगरेको कुराहरू परमेश्वरले गर्नुहुन्छ।